शान्तिपुर टेलिभिजन। नमस्कार, कार्यक्रम हाम्रो संविधान सभामा यहाँहरूलाई स्वागत छ। हरेक हप्ता यसै समयमा हामी संविधान सभा र यससँग जोडिएका विषयमा छलफल गर्दै आएका छौँ। संविधान सभा निर्वाचनको मिति जति नजिक आउँदैछ त्यति नै बलियो गरी निर्वाचनको वातावरण सङ्लो भइसकेको छैन। पछिल्लो पटक मधेसमा भड्किएको आन्दोलन र त्यसले देशव्यापी रूपमा पारेको नकारात्मक प्रभाव समेतले चुनावी सरगर्मी बढ्न सकेको छैन। मधेस मात्र होइन, निर्वाचन हाँक्ने 7 दलीय गठबन्धनमा समेत आपसी अविश्वास कायमै छ। यसले गर्दा राजनैतिक एजेन्डा लिएर पार्टीहरू चुनावी मैदानमा पुगिसकेको स्थिति छैन। त्यसैले आजको कार्यक्रममा हामी संविधान सभा चुनाव र त्यसमा नेकपा माओवादीको खास राजनैतिक एजेन्डा के हो भन्नेमा कुरा गर्छौँ। कार्यक्रममा मतदाताका प्रश्नहरू पनि समेट्नेछौँ। आजको कार्यक्रमका सहभागी हुनुहुन्छ नेकपा माओवादीका अध्यक्ष प्रचण्ड। अध्यक्ष प्रचण्डज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद पार्टीको तर्फबाट। अहिले जुन संविधान सभा निर्वाचनको चैत 28 को मितिले माओवादीले सबभन्दा बढी तताएको छ, अहिले कुन रफ्तारमा छ तपाईहरूको प्रचार संविधान सभा चुनावका लागि? संविधान सभाको निर्वाचनको निम्ति माओवादीलाई अहिले मात्रै होइन, जति बेला हामी जनयुद्धमा थियौँ त्यति बेला पनि हामीलाई तताएकै थियो। यो देशको भाग्य भविष्य निर्धारण गर्ने, दिगो शान्ति कायम गर्ने र परिवर्तन सुनिश्चित गर्ने एउटा माध्यम संविधान सभा हुनुपर्छ भनेर र पहिलोपटक जेठमा निर्वाचनको मिति तोकिँदा पनि हाम्रो पार्टी त्यही गम्भीरताको साथ निर्वाचनको तयारीमा थियो। बिचमा हामीलाई निश्चित रूपमा केही आशंकाहरू थिए, 23 बुँदे सहमतिले ती आशंकाहरू मेट्यो र अहिले हामी पुरै शक्तिको साथ, पुरै इमान्दारिताको साथ र पुरै जिम्मेदारीको साथ संविधान सभाको निर्वाचनको प्रक्रियामा लागेका छौँ। आज भोलि नै हामीले चाहिँ यो लिस्ट चाहिँ अन्तिम टुङ्गोमा पुर्याउँदैछौँ र घोषणापत्र करिब करिब टुङ्गिएको छ। 1-2 दिनभित्र हामी चाहिँ सार्वजनिक गर्छौँ। तर आशंका तपाईँहरूको कम भएको छ, तर अहिले 28 मै चुनाव हुन्छ कि हुँदैन भन्नेमा जनमत पुरै बाँडिएको छ। अहिले तपाईँ पुरै ढुक्क हुनुहुन्छ चैत 28 मा चुनाव हुन्छ भनेर? चैत 28 मा चुनाव हुनै पर्छ। यदि चैत 28 मा चुनाव भएन भने बडो चाहिँ अप्ठ्यारो स्थितिको सामना आम नेपाली जनताले र यो राष्ट्रले गर्नुपर्ने स्थिति हुन्छ। त्यसकारण मेरो के विश्वास छ भने चुनाव हुन्छ र हुनुपर्छ। केही ठाउँमा केही समस्याहरू देखिएका छन् जुन कारणले जनतालाई अझै पनि विश्वस्त हुन अप्ठ्यारो परेको छ, तर त्यो अब धेरै कम भएको छ भन्ने हाम्रो विश्लेषण छ। किनकि 23 बुँदे सहमति अनि 7 राजनीतिक दलको प्रतिबद्धता अनि विभिन्न ठाउँमा गरिएका आमसभा, संयुक्त सभाहरू, यो सबै घटनाक्रम र हिजो मात्रै 7 दलको बैठक बसेर फेरि 28 को निर्वाचनको निम्ति पुनर्प्रतिबद्धता सहित जनतालाई जो अपिल गरिएको छ, यो सबैले के देखाउँछ भने चुनाव हुन्छ र मधेसबाट र अन्यत्रबाट देखिएका समस्याहरू समाधान हुन्छ। तर मधेसमा चलिरहेको आन्दोलन र त्यसले देशव्यापी रूपमा पारेको नकारात्मक प्रभाव, खास गरी तपाईहरु आफैले भन्नुभएको छ इन्धनमा अनि त्यसबाट परेको प्रभाव, ओहोरदोहोरमा समेत समस्या परेको छ जनतालाई। यो स्थितिमा ती चुनौतीहरूलाई पार गराउनका लागि के कसरी आश्वस्त पार्न सक्नुहुन्छ? मधेसको बारे जो चिन्ता अहिले छ, तर मेरो विचारमा के लाग्छ भने पहिलाको जस्तो चिन्ता अहिले छैन। किनकि मधेसी जनताको ठुलो हिस्सा अब संविधान सभाको निम्ति आफूलाई तयार पारिसकेको छ। केही समूह विशेष मात्रै चाहिँ तपाईको चाहिँ त्यहाँ एउटा चाहिँ समस्या पैदा गर्ने कोसिस गरेका छन्। त्यो भित्र पनि तथाकथित सशस्त्र गुट बाहेक अरू शान्तिपूर्ण आन्दोलनमा लागिरहेका मधेसी समूहहरूसँग वार्ताको चाहिँ प्रक्रिया सुरु करिब करिब भइसकेको छ र हामी के विश्वास गर्छौँ भने केही दिनभित्रमा नै त्यो समस्याको चाहिँ समाधान हुन्छ र त्यसले एउटा सकारात्मक वातावरण बनाउँछ। तपाईँले भने जस्तै अहिले यो पेट्रोलियम पदार्थको अभावको कारण जुन एउटा दैनिक जीवन एउटा आक्रान्त बनेको छ, त्यो बारे गहिरो चिन्ता मैले अस्तिको दिन हाम्रो पार्टीको तर्फबाट यो असह्य पीडा जो जनतालाई भएको छ, हामीलाई पनि त्यो पीडा महसुस भएको छ र मैले आकस्मिक ढङ्गले 7 दलको बैठक बोलाएर यो स्थितिमा सुधार ल्याउन पहल गर्नेछु भनेर भनेको थिएँ। र हिजो
त्यही विषयमा नै केन्द्रित भएर पनि हामीले छलफल गऱ्यौँ र हिजो 7 दलको बैठकले जो प्रतिबद्धता व्यक्त गरेको छ र सरकारलाई जसरी निर्देशित गरेको छ, म के विश्वास गर्छु भने यो समस्याको पनि समाधान हुनेछ र एउटा सकारात्मक वातावरणमा संविधान सभाको चाहिँ निर्वाचन अगाडि बढ्नेछ। तर तपाईँले मधेसका घटना र पछिल्लो पटक केही अन्य घटनालाई लिएर भारत, अमेरिका र केही वैदेशिक शक्तिहरू जसले चुनाव भाड्न खोज्दैछन् र फेरि राजालाई पनि उनीहरू उकास्दैछन् भन्दै हुनुहुन्थ्यो। अब यो स्थितिमा तपाईँ अहिले त्यही ठाउँमा हुनुहुन्छ या केही स्थिति सुध्रियो अब भन्दै हुनुहुन्छ? अब पहिलो कुरा चाहिँ मैले त्यही भाषामा भनेको जस्तो मलाई लाग्दैन। भारतलाई हेर्दा हामीले सोलो डोलो एउटै भारत भएर हेर्न सकिँदैन। इन्डियामा जसले अलि बढी तपाईँको हिन्दू अतिवादी सोच राख्छन् ती मानिसहरू चाहिँ नेपालमा संविधान सभा ठिक ढङ्गले होस् भन्नुभन्दा पनि नेपालमा सामन्ती राजतन्त्र बचिराखोस् भन्ने चाहन्छन् र उनीहरूको तर्फबाट कहीँ न कहीँ व्यवधान हुने खतरा छ र मसँग चाहिँ प्रमाण पनि छ। गत सालमा मधेस आन्दोलनको क्रममा खास गरिकन गौरमा जो चाहिँ नरसंहार भयो त्यो नरसंहारको पछाडि बिहारका कतिपय हिन्दू अतिवादीहरूले खुलेआम भाषण गरेको हामीलाई थाहा छ। यस खालका तत्त्वहरू अहिले पनि निर्वाचन भान्न चाहन्छन्। प्रतिगामी तत्त्वहरू पनि कतै नेकपा माओवादीको उभार त्यसको पक्षमा आयो भने अति महाशक्तिहरू पनि चुनाव भान्ने त होइनन् भन्ने हो। तर भारतकै हकमा म के कुरा अहिले स्पष्ट गर्न चाहन्छु भने अहिलेको भारतको संस्थापन पक्ष खास गरी सरकारको नेतृत्व को बारेमा चाहिँ हाम्रो भनाइ के छ भने ऊ इलेक्सन होस् भन्ने चाहन्छ र यो शान्ति प्रक्रिया एउटा लजिकल कन्क्लुजनमा पुगोस् भन्ने चाहन्छ भन्ने हामीलाई लाग्छ। कारण सोलो डोलो भारतलाई दोष दिएको भएर नबुझ्दा ठिक होला। उसो भए अबको चुनावका लागि मुख्य चुनौती तपाईँले भारतको संस्थापन पक्ष त्यो चुनौती छैन अब भारतको संस्थापन पक्षबाट भन्नुभयो। चैत 28 का लागि मुख्य चुनौती तपाईँको आँखाले के देख्छ उसो भए? अब मधेस, दरबार, भारत, अमेरिका, भारतको अतिवादी तत्त्व वा के? मुख्य त दरबारीहरू नै, सामन्ती दरबारीहरू नै संविधान सभाको निर्वाचन र शान्ति प्रक्रियाको निम्ति मुख्य बाधा हो। किनकि यो शान्ति प्रक्रिया पनि सिधै सामन्तवादका विरुद्ध जान्छ र यो संविधान सभाको निर्वाचनको प्रक्रिया पनि सिधै चाहिँ सामन्तवादको अन्त्यतिर यो परिलक्षित छ, त्यसमा पनि मूर्त रूपमा राजतन्त्रको अन्त्यतिर। त्यसकारण सबभन्दा ठुलो व्यवधान यो प्रक्रियामा कतैबाट हुन्छ भने त्यो सामन्तवाद नै हो। तर उनीहरू खुलेर आएका छैनन् नि तपाईँले भने जस्तै व्यवधान खडा गर्नका लागि। त्यति एउटा चुपचाप लागेर बसेको शक्तिलाई कसरी भन्ने? त्यो कुरा चुपचाप लाएर बसेको भन्ने कुरा एउटा ठुलो भ्रम मात्रै हो। किनभने खुलेर आउन सक्ने हैसियत त गुमाइसकेका छ। नेपाली जनताले 10 वर्षको जनयुद्ध र 19 दिनको जनआन्दोलन मार्फत खुलेर बोल्न सक्ने हैसियत सिद्ध्याइदिइसकेका छन्। त्यसकारण उनीहरूले अहिले षड्यन्त्रको रूपमा असाध्य घुमाउरो तरिकाले स्थितिलाई चाहिँ तपाईँको चाहिँ सेबोटेज गर्ने, शान्ति प्रक्रियालाई डिरेल गर्ने षड्यन्त्रमा छन्। त्यो कुरा ओपन सेक्रेट भने जस्तै सेक्रेट गर्न खोजिया छ, तर त्यो ओपन छ। आम नेपाली जनताले पनि त्यो देखेको छ, सबै राजनीतिक दलले त्यो कुरा बुझेको छ भन्ने मलाई लाग्छ। तर कतिपयले तपाईँहरूको चुनावी रणनीति हेर्दा दरबार जत्तिकै तपाईँहरूको पनि भित्री नियतमा अझै शङ्का उठाउँछन्। चुनाव गर्ने कुरा माओवादीले चर्को स्वरमा गर्छ तर उनीहरू भित्र चुनाव चाहँदैनन् भन्नेहरू अझै बाँकी छन्। तर तपाईँले त्यो दरबार सँगसँगै तपाईँहरूलाई हेर्नेहरू पनि छन्। त्यसो भन्नेहरू पनि छन् तपाईँले भने जस्तै। तर जसले नेकपा माओवादीको संविधान सभाको निर्वाचन प्रतिको प्रतिबद्धतामा आशंका गर्छन्, मैले के भन्ने गरेको छु भने ती मानिसहरू नै संविधान सभाका विरोधी छन् जसले हामीप्रति अनावश्यक आशंका गर्छन्। किनकि यो त जिउँदो सत्य के हो भने हामी 10 वर्षको युद्धमा 10औं हजारको जो बलिदान भएको छ संविधान सभाको निम्ति भएर सबभन्दा बढी बलिदान भएको छ। अनि हामी यता शान्ति प्रक्रियामा हामी आएका छौँ भने संविधान सभाको निम्ति भएर हामी आएका छौँ। त्यो परिस्थितिमा जसको विचार, राजनीति, रगत र भावनाको साइनो छ संविधान सभासँग, त्यो चाहिँ संविधान सभाको विरोधी हुने, त्यो चाहिँ संविधान सभाको त्यसको प्रतिबद्धताप्रति शङ्का हुने, जसले 10 वर्षसम्म संविधान सभाको विरोध गर्यो र संविधान सभा अनावश्यक ठान्यो, ऊ चाहिँ संविधान सभाको पक्षपाती भन्ने कुरा हुनै सक्दैन। यो त भ्रम दिने कोसिस मात्रै हो भन्ने मलाई लाग्छ। तर विद्रोहको कुरा अनि सत्ता कब्जाको कुरा चुनावको मुखमा चुनावी नाराको रूपमा अगाडि आउँदैछन्, त्यसो भन्दा त्यो आशंकालाई त्यो थप बल पुग्छ नि, त्यो होइन भनेर तपाईँले कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ? मैले 23 बुँदे सहमति भएको लगत्तै पछि एउटा टिभी च्यानलमा अलिक विस्तृत रूपमा मैले भनेको थिएँ कि अब यो 23 बुँदे सहमति भयो, यसले संविधान सभाको ढोका खोलिदिएको छ र अब नेकपा माओवादीको सत्ता कब्जाको अभियान पनि सुरु भयो
अब संविधान सभाको निर्वाचन मार्फत शान्तिपूर्ण तरिकाले नेकपा माओवादीले सत्ता कब्जा गर्छ भनेर मैले एकदम स्पष्ट भाषामा भनेको थिएँ। कारण यो सत्ता कब्जा र संविधान सभाको साइनो सम्बन्धलाई तपाईँ हेर्नुभयो भने यसमा कुनै आशंका गर्नुपर्ने केही कुरा होइन, बरु हाम्रो संविधान सभाको निर्वाचनप्रति 23 बुँदे सहमतिप्रति हाम्रो प्रतिबद्धताको चाहिँ प्रतीक मात्रै हो त्यो पहिलो कुरा। दोस्रो कुरा, हामीले यो प्रतिबद्धता व्यक्त गरेर अहिले हामी जहाँ आइपुगेका छौँ संविधान सभाको निर्वाचनको तयारीको सन्दर्भमा सम्पूर्ण चाहिँ कमिटीहरू बनाउनेदेखि घोषणापत्र तयारीदेखि देशव्यापी प्रचार अभियान र म आफै देशैभरि गएर अब शान्तिपूर्ण तरिकाले प्रतिस्पर्धात्मक ढङ्गले हामी चाहिँ निर्वाचनमा जानुपर्छ भन्ने जो प्रशिक्षण गरेको छु त्यसबाट पनि प्रश्न हुन्छ कि हाम्रो नियतमाथि शङ्का गर्ने अब कुनै ठाउँ छैन। अब जबरजस्ती कसैले गर्छ भने त्यो उसले जान्ने कुरा। जनतासँग कुन कुन आधारमा हामीलाई भोट देऊ भनेर माओवादीले माग्छ, तपाईँले कसरी माग्नुहुन्छ? मेरो विचारमा हाम्रो पार्टीको लागि अहिले कुनै नयाँ आधार खोज्नुपर्ने कुनै कारण छैन। अहिले यो देशमा जे राजनीतिक एजेन्डा, जे विकास र परिवर्तनका एजेन्डा स्थापित छन् ती सबै नेकपा माओवादीका एजेन्डा हुन्। त्यही एजेन्डामा नै हामीले जनतासँग मत माग्ने हो। अहिले देशमा देखा परेको वर्गीय जागरण, जातीय जागरण, क्षेत्रीय जागरण, लैङ्गिक जागरण, राज्यको पुनर्संरचना, संविधान सभा, सङ्घीय गणतन्त्र यी सबै त नेकपा माओवादीसँग अभिन्न रूपले गाँसिएका छन्। हजारौँ शहीदहरूको बलिदानसँग गाँसिएका छन् र 2 करोड 50 लाख नेपाली जनताले स्वीकारिसकेका नाराहरू छन्। त्यसकारण नेकपा माओवादीको निम्ति नयाँ नेपालको एजेन्डा 10 वर्षको चाहिँ एउटा बलिदानबाट जो स्थापित छन् त्यही एजेन्डा लागू गर्नको निम्ति हामी नेपाली जनतालाई अपिल गर्ने कुरा हो। मलाई विश्वास छ नेपाली जनताले मानसिकता बनाइसकेका छन्, नयाँ नेपालको निम्ति प्रतिबद्ध र त्यो प्रति दृढ पार्टी भनेको नेकपा माओवादी नै हो र नेकपा माओवादीलाई नै एकपटक नेपाली जनताले यो राज्यको नेतृत्व, यो सत्ताको नेतृत्व सुम्पिँदैछन्। तर यति धेरै परिवर्तनका नाराहरू, यति धेरै वर्गीय, क्षेत्रीय र लिङ्गीय नाराहरू हुँदाहुँदै माओवादीले चाहिँ तपाईँलाई, अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बनाउन भोट देऊ भनेर चुनावी नारा तय गर्यो। कारण के थियो? यति धेरै नारा छँदाछँदै यी सबै नाराहरू, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय नाराहरू हामीले स्थापित गरिसकेका छौँ र त्यसलाई लिएर हाम्रो घोषणापत्र अगाडि आउँदैछ। जहाँसम्म राष्ट्रपतिको कुरा हो त्यसलाई नाराको रूपमा भन्दा पनि हाम्रो पार्टीले एउटा सङ्कल्पको रूपमा, नयाँ नेपाल निर्माणको एउटा प्रतिबद्धताको रूपमा, हाम्रो पार्टीको एकताको चाहिँ एउटा प्रतीकको रूपमा केन्द्रीय समितिले एकमतले यो निर्णय गरेको छ। यसलाई चुनावी मुद्दाको रूपमा होइन, हाम्रो पार्टीको एकता, हाम्रो पार्टीको सङ्कल्प, हाम्रो पार्टीको प्रतिबद्धता, हाम्रो नयाँ नेपाल निर्माणप्रतिको हाम्रो सङ्कल्पलाई व्यक्त गरेको मात्रै हो। उसो भए संविधान सभाले प्रधानमन्त्री या राष्ट्रपतीय प्रणाली टुङ्ग्याउनेछ, त्यस अगाडि नै माओवादी जबरजस्त रूपमा आफूलाई अगाडि सार्दैछन् भन्नेहरूलाई तपाईँ त्यो मुख्य चुनावी नारा होइन, त्यो हाम्रो सङ्कल्प मात्र हो भनेर जवाफ दिनुहुन्छ? निश्चय नै हाम्रो पार्टीको एकताको, हाम्रो प्रतिबद्धताको, हाम्रो सङ्कल्पको प्रतीक हो त्यो। तर यसबाट एउटा कुरा भने चाहिँ निश्चय नै म भन्न चाहन्छु, त्यो के भने हामी राष्ट्रपतीय प्रणालीमा जान चाहन्छौँ। यथार्थमा अझ तपाईँ ठोसमा यसलाई मलाई भन्ने मौका दिनुहुन्छ भने म यो चाहिँ राष्ट्रपति र प्रधानमन्त्री दुवै हुनुपर्छ र करिब करिब अहिले तपाईँ हेर्नुभयो भने युरोपमा, फ्रान्समा जो प्रणाली छ राष्ट्रपति पनि छ, त्यहाँ निश्चित अधिकारहरू राष्ट्रपतिमा छन् र केही अधिकारहरू प्रधानमन्त्रीमा पनि छन्, तर मुख्यतः त्यो राष्ट्रपतीय प्रणाली हो। तर त्यो राष्ट्रपतीय प्रणाली अमेरिकाको जस्तो होइन, त्यो युरोपको जस्तोतिर चाहिँ हामी अहिले भर्खरै तपाईँ भन्न दिनुहुन्छ भने हामी त्यो परिकल्पना गरेका थियौँ र नेकपा माओवादीको राष्ट्रपति र प्रधानमन्त्री सम्बन्धी अवधारणा त निश्चय नै हाम्रो यो प्रस्तुतिले चाहिँ त्यसलाई प्रदर्शित गरेको छ। तर अन्ततः निर्णय के हुन्छ भन्ने कुरा नयाँ संविधान बनाउने क्रममा संविधान सभाले नै गर्ने कुरा हो। हाम्रो पार्टीको प्रतिबद्धता हामीले अहिले राख्ने त्यो हाम्रो अधिकार क्षेत्रभित्रै पर्छ, त्यो हामीले अन्यथा गरेको भन्ने हामीलाई लाग्दैन। तर यसले तपाईँहरूलाई चुनावमा जाने बेला तपाईँहरूले जुन हिसाबमा भन्नुभएको छ गणतन्त्रलाई स्थापित गर्न हामी चुनावी तालमेलमा जान्छौँ भन्ने कुरा, त्यसलाई केही समस्यामा पार्ने हो कि नेपाली काङ्ग्रेस र अरू वामपन्थी पार्टीहरूले पनि राष्ट्रपतीय प्रणाली या प्रधानमन्त्री भनेर अहिले बोलिसकेका छैनन्? तपाईँहरूलाई यसले झन अप्ठ्यारोमा पार्न सक्दैन? मेरो विचारमा कुनै अप्ठ्यारो पार्दैन, किनकि हामीले यसलाई पूर्व शर्तको रूपमा अगाडि सारेका छैनौँ। हामीले तालमेलको निम्ति, निर्वाचनको निम्ति हामीले शर्त भएर राष्ट्रियता र गणतन्त्र, नेपालको राष्ट्रिय स्वतन्त्रताको पक्षधर र गणतन्त्रको पक्षधर जो कसैसँग पनि तालमेल हुन सक्छ भनेका छौँ।
यो राष्ट्रपति र प्रधानमन्त्री यो सिस्टम चाहिँ हामीले तालमेलको आधार भनेका छैनौँ, त्यस कारण यसले केही समस्या पार्दैन। त्यसमाथि अरू पार्टीहरूले फेरि कतिपयले प्रधानमन्त्री सिस्टममा जानुपर्छ पनि भनेका छन्, त्यसले पनि हामीलाई फेरि ती पार्टीहरूसँग हामीले राष्ट्रपति प्रणाली भनेको हुनाले तालमेल अप्ठ्यारो हुन्छ भन्ने हामीलाई लागेकै छैन। हामी त्यो त छलफलको विषय हुनसक्छ, त्यो संविधान सभाले अन्ततः टुङ्ग्याउँछ, तर पार्टीका आफ्ना पोजिसन हुन सक्छन्। त्यो पोजिसनले निर्वाचनको तालमेलमा, राष्ट्रियता र गणतन्त्रको आधारमा गरिने तालमेलमा कुनै व्यवधान आउँछ भन्ने मलाई लाग्दैन। यो सजिलै बुझ्न सकिन्छ। पछिल्लो पटक तालमेलको कुरामा तपाईँहरूसँग राष्ट्रवादी र दरबारियाहरूसँगको तालमेलमा ठुलो प्रश्न उठ्यो। दरबारियाहरूसँग एउटा नजिकको सम्बन्धमा जाने जुन तपाईँहरू प्रयास गर्दै हुनुहुन्छ, त्यसले के अर्थ राख्छ? मेरो भनाइभन्दा अलिकति त तपाईँहरूले मिडियाबाट अलिकति अतिरञ्जित प्रचार गरिदिएर पनि यो बढी बहसमा गयो जस्तो लाग्छ। मैले कहिल्यै पनि प्रतिगामीहरूसँग, राजावादीहरूसँग, पुरातनपन्थीहरूसँग सहकार्य अथवा उनीहरूसँग तालमेलको कहिल्यै कुरा गरेको छैन। मैले यति मात्रै भनेको छु र अहिले पनि त्यही दृढताको साथ भन्छु म कि हिजो राजाले नै यो देश बचाउन सक्छ, राजाले नै चाहिँ तपाईँको चाहिँ देशको स्वतन्त्रताको रक्षा गर्न सक्छ भन्ने ठान्ने, तर अहिले परिवर्तित परिस्थितिमा नयाँ नेपालको निम्ति सहकार्य गर्न चाहनेहरू जो कसैसँग पनि हिजोका राजावादी भए पनि तीसँग सहकार्य गर्न सकिन्छ, गर्नुपर्छ र तिनीहरूलाई पनि एउटा निकास दिनुपर्छ भन्ने कुरा मेरो भनाइको त्यो तात्पर्य थियो र मैले धेरै पटक त्यसलाई स्पष्ट गर्ने कोसिस पनि गरेँ। तपाईँहरूले जुन विषय उठाइदिनु भयो नि 12 वर्षमा आत्मनिर्णयको अधिकार भनेर, हो त्यही कुराले अहिले विखण्डनसँग जोडिएको छ। मधेसको राजनीति विखण्डन र आत्मनिर्णयको अधिकारमा आएर अडिएको छ अहिले, र त्यसले चुनाव नै प्रभावित गर्ला कि जस्तो छ। त्यसलाई तपाईँले कसरी स्पष्ट गर्न सक्नुहुन्छ? विखण्डन यो हो र यो आत्मनिर्णय हो, हामी यो ठाउँमा छौँ र यो ठाउँमा टिक्नुपर्छ भनेर। पहिलो नम्बरको कुरा, विखण्डन हाम्रो आन्दोलन 12 वर्षको जो आन्दोलन हो त्यसले विखण्डन होइन, नयाँ एउटा महान राष्ट्रिय एकताको चाहिँ पूर्वाधार निर्माण गरेको छ। अहिले देशमा जुन जातीय जागरण छ, वर्गीय जागरण छ, क्षेत्रीय जागरण छ, लैङ्गिक जागरण छ, त्यो महान जनयुद्धको र हाम्रो विचारकै परिणाम हो। र 10 वर्षको चाहिँ युद्धको अवधि हामी हेऱ्यौँ भने कहीँ पनि एउटा पनि घटना साम्प्रदायिक घट्यो भनेर कसैले आरोप लगाउन सकेका छैन। पूर्वाग्रही ढङ्गले आत्मनिर्णयको अधिकार भनेको हुनाले विखण्डन हुन्छ भनेर चाहिँ असाध्य ठुलो पूर्वाग्रह राखेर भन्नु एउटा कुरा हो, तर तथ्यमा गएर एउटा पनि घटना साम्प्रदायिक घट्यो 10 वर्षको युद्धभित्र भनेर चाहिँ भन्न सक्यो भने म त्यसलाई ठुलो स्केलमा स्वीकार्नेवाला छु। त्यस्तो घटना कहीँ पनि घटेन। बरु के मधेसी, के मुस्लिम, के थारू, के आदिवासी जनजाति, सबै पहाडिया, के हिमाली, के मेची, के महाकाली, सबै जनताले बलिदान गरे आत्मनिर्णयको अधिकारको निम्ति, स्वशासनको निम्ति, सङ्घीयताको निम्ति। त्यसकारण हाम्रो आन्दोलन विखण्डनको कारक होइन, सामन्तवादद्वारा जो अत्याचार गरिएको थियो र अत्याचार गरेर सबै जाति, भाषा, क्षेत्र, लिङ्गमाथि जो दमन गरिएको थियो, शोषण गरिएको थियो, त्यसका विरुद्ध एउटा विद्रोहको रूपमा त्यो अगाडि आयो। आम नेपाली जनताले त्यसलाई स्वीकार गर्यो। हामीलाई गर्व छ यसमा। जहाँसम्म अहिले केही तत्त्वहरू विखण्डनको कुरा गर्दैछन्, खास गरिकन मधेसको सन्दर्भमा, त्यो त माओवादीले, नेकपा माओवादीले सामन्तवादी राज्य सत्तालाई बदल्नको निम्ति सबै जातिलाई उठाएर लिएर आयो र यही लहर फैलियो भने अन्यत्र पनि जाने हो कि भन्ने डरले तपाईँ हेर्नुभयो भने त्यसको पछाडि तपाईँ ठुला साम्राज्यवादी शक्ति देख्नुहुन्छ। पोहोर साल जति बेला चाहिँ तपाईँको मधेसमा त्यस खालको कुनै विखण्डनकारी सोच अगाडि आउन सकेका थिएन, मोरियाटी जस्तो एउटा शक्तिशाली देशको राजदूतले जनकपुर, वीरगञ्ज गएर माओवादीका विरुद्ध आन्दोलन गर्नु पर्यो भनेर उक्साउने काम गर्यो। त्यसकारण विखण्डनकारी हामी होइन, विखण्डनकारी सोच राख्ने भनेका त्यस्ता सुपर पावरहरू छन्, तपाईँले गहिरिएर हेर्नुभयो भने। तर आत्मनिर्णय, उनीहरूले आत्मनिर्णय भन्दा तपाईँहरूले विखण्डन भनिदिनु भयो। उनीहरूले हामी विखण्डन गर्छौँ भनेका छैनन्। अहिले मधेसमा जसले संविधान सभा अगाडि नै आत्मनिर्णय हुनुपर्छ, होइन भने हामी संविधान सभा हुन दिँदैनौँ भन्छन् नि, तिनीहरूलाई के जवाफ दिनुहुन्छ? मैले आत्मनिर्णय भन्नेलाई विखण्डनकारी भनेको छैन। अस्ति मात्रै पनि अहिले आन्दोलनमा भएका मधेसी मोर्चाका केही मित्रसँग मेरो कुरा भएको थियो, यो 7 दलको बैठक अगाडि। त्यति बेला आत्मनिर्णयको अधिकारप्रति हाम्रो सैद्धान्तिक समर्थन छ, स्वशासनप्रति हाम्रो कार्यक्रम नै हो, त्यसमा समर्थन नहुने कुरै भएन। तपाईँहरूले उठाएका कुनै पनि मुद्दामा हाम्रो विमति छैन। अब एउटै प्रदेश बनाउने भन्ने कुरा त्यो तपाईँ हामीले भनेर हुने कुरा होइन।
त्यहाँ रहने सबै जनताले त्यसमा सहमति हुनु पर्यो। तपाईँहरूको मात्रै चाहिँ भएर अर्को थारुवान चाहिँ आफूलाई मधेसी ठान्दैन, तपाईँ जबरजस्ती गर्नुहुन्छ थारूमाथि, अथवा थारुवानले पुरै थारू प्रदेश हुनुपर्छ तराई जति भन्यो भने अनि थारूले मधेसीमाथि दमन गरेर हुन्छ। त्यहाँदेखि जनताको बिचमा सहमति हुने कुरा गर्नु पर्यो। तपाईँको इन्ट्रेस्ट अरूलाई थोपर्नु भएन भनेर मैले भने, त्यो पनि जनतामा बहस हुने कुरा हो। त्यस कारण आत्मनिर्णयको अधिकारलाई विखण्डन मैले भनेको होइन, जस्तो कि कतिपय मित्रहरूले बुझ्ने गर्छन्। हो, आत्मनिर्णयको अधिकार भनेको अलग हुने अधिकार त हो, तर त्यो अधिकार दिएपछि मात्रै वास्तविक अर्थ एकता हुन्छ, राष्ट्रिय एकता हुन्छ भन्ने हाम्रो बुझाइ हो। यस दृष्टिकोणले अहिले चलिरहेकोलाई मैले चाहिँ त्यो आत्मनिर्णयको अधिकार भन्नेलाई विखण्डनकारी भनेको होइन। झन्डा जलाउने र चाहिँ टुक्रिनुपर्छ देश भएर केही तत्त्वहरू तथाकथित सशस्त्र गुटले जो भन्छन्, मैले तिनलाई विखण्डनकारी भनेको। र ती तत्त्वहरू जो सुपर पावर भएर पनि हाम्रो मधेसमा गएर तिमीहरू माओवादीको विरुद्ध लड्नुपर्छ भन्दै हिँड्छन्, तिनलाई भनेको मैले विखण्डनकारी। अब उसो भए मधेसमा सहज वातावरणका लागि उनीहरूलाई विश्वासमा लिन के गर्नुपर्छ, तपाईँले के भन्नुहुन्छ? मलाई लाग्छ अब मधेसी जनता संविधान सभाको निर्वाचनको निम्ति विश्वस्त भइसकेका छन्। बहुसङ्ख्यक जनता, अब जनताको चाहिँ संविधान सभा मार्फतै आत्मनिर्णयको अधिकार, संविधान सभा मार्फतै स्वशासनको कार्यक्रम लागू हुन सक्छ भन्ने कुरामा जनता विश्वस्त छन्। र म 10 वर्षसम्म आत्मनिर्णयको अधिकार र स्वशासनको निम्ति लडेको पार्टी हुनुको नाताले फेरि एकचोटि दोहोऱ्याएर आम मधेसी जनसमुदायलाई संविधान सभाको निर्वाचन मार्फत अब बाँकी मागहरू पुरा गराउने, किनकि हाम्रो पार्टीले आफ्ना नीतिहरू बदलेको छैन, आफ्ना प्रतिबद्धता बदलेको छैन, मधेसी जनताको निम्ति भोगेको रगत खेर जाने छैन, त्यसलाई खेर जान दिइने छैन। अब सम्पूर्ण मधेसी जनता मिलेर संविधान सभाको निर्वाचन सफल पार्नु एउटा ऐतिहासिक दायित्व हुन आएको छ। म यही अपिल गर्न चाहन्छु र म आफ्नो पार्टीको तर्फबाट मधेसी जनताको अधिकारको निम्ति अन्तसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अब एकैछिन मतदाताका प्रश्नहरूमा जाउँ। सहकर्मी प्रकाश चन्द्र परियार मतदाताहरू सँगै हुनुहुन्छ। नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रश्न राख्न अहिले हामीसँग सुनसरी जिल्लाका मतदाता मणिराम गिरी हुनुहुन्छ। तपाईँले भन्नुभएको छ जनविद्रोहबाट या निर्वाचन प्रक्रियाबाट जसरी भए पनि म सत्ता कब्जा गर्ने भन्ने किसिमको जुन कुरो राख्नुभएको छ, यो कुराले संसदीय अभ्यासमा अथवा संसदीय जुन एउटा परिपाटीमा संस्थागत रूपमा अगाडि लानुपर्ने क्रममा यसले त कतै जनताहरूमा अविश्वासको खाडलले कसै पार्न सक्दैन र मुलुकलाई कुनै केन्याको जस्तो एउटा उदाहरण बन्न सक्दैन यो मुलुक। यति बेला हामीसँग भोजपुर जिल्लाकी मतदाता शारदा खड्का हुनुहुन्छ। खड्काजीको प्रश्न छ नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई, तपाईँ भित्ते राष्ट्रपति त बनिसक्नु भएको छ, तर तपाईँको राष्ट्रपति बन्ने मूल एजेन्डा चाहिँ के होला? मैले जुन प्रसङ्ग पृष्ठभूमिमा जसरी जनविद्रोहको कुरा गरेको छु त्यसलाई ठिक ढङ्गले बुझ्न जरुरी छ। मैले संविधान सभाको निर्वाचनमा हामी पुरै शक्तिको साथ, इमान्दारिताको साथ र जिम्मेदारीको साथ जाँदैछौँ र हामी जान्छौँ र संविधान सभा मार्फतै नयाँ नेपाल संस्थागत हुने कुरामा हामी विश्वस्त छौँ भनेर भनेको छु। यदि यो देशका प्रतिगामी तत्त्वहरूले अथवा कुनै पनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले संविधान सभाको निर्वाचन हुन नदिने षड्यन्त्र भयो भने नेपाली जनताले त्यसलाई सहने छैनन्। जनता आन्दोलनमा उत्रिनेछन्, जनता विद्रोहमा उत्रिनेछन्। नेकपा माओवादी त्यसको त्यो शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्नेछ भन्ने स्पिरिटमा मैले भनेको छु। मैले यो संविधान सभाको निर्वाचनमा व्यवधान खडा गर्न होइन, संविधान सभाको निर्वाचनको निम्ति एउटा वातावरण बनाउनको निम्ति, जनतालाई सचेत बनाउनको निम्ति, प्रतिक्रियावादी र प्रतिगामीहरूका विरुद्ध खबरदारी गर्नको निम्ति पनि मैले यो उठाएको हो भन्ने कुरालाई ठिक ढङ्गले बुझियो भने मेरो जनतालाई चाहिँ अपिल, मैले गरेको अपिल, यदि कहीँबाट षड्यन्त्र हुन्छ, परिवर्तनको प्रवाहलाई रोक्न खोजिन्छ, शान्ति प्रक्रियालाई रोक्न खोजिन्छ, निर्वाचन प्रक्रियालाई रोक्न खोजिन्छ भने हामी सबै मिलेर आन्दोलन गर्नुपर्छ भन्ने मेरो अपिल हो। यो रूपमा हेऱ्यो भने मलाई लाग्छ त्यत्रो आशंका गर्नुपर्ने कुनै कारण छैन। हाम्रो प्रतिबद्धता आफैमा स्पष्ट छ। जो एकजना बहिनीले राख्नु भएको थियो, अब विजयी भइसकेपछि हामीले के गर्छौँ भन्ने कुरा, तीनवटा कुरा म प्रमुख रूपमा राख्न चाहन्छु। पहिलो कुरा त हामी राज्यको पुनर्संरचनातिर हामी लाग्छौँ। राज्यको अग्रगामी पुनर्संरचना जे भनेका छौँ त्यसमा हामी सङ्घीय गणतन्त्रात्मक राज्य संरचना बनाउँछौँ। यो पहिलो हाम्रो काम हुन्छ।
दोस्रो काम हामी आर्थिक क्रान्तिको सुरुवात गर्छौँ। जुन मैले भन्दै आएको छु जनताको बिचमा, नेपालमा साधन स्रोतको कमीले होइन, राजनीतिक नेतृत्वको इच्छा शक्तिको कमीले हामी गरिब भएका छौँ। त्यसकारण हाम्रो आर्थिक पूर्वाधार निर्माण गर्ने, इन्फ्रास्ट्रक्चर निर्माण गर्ने कुरामा नै हाम्रो ध्यान केन्द्रित हुन्छ, आर्थिक क्रान्तिमा। तेस्रो चाहिँ हामी शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत कुराहरूलाई जनताको अधिकारको रूपमा स्थापित गर्ने र त्यसलाई राज्यको तर्फबाट आम रूपमा चाहिँ संस्थागत रूपले विकास गर्नेमा हाम्रा ध्यान केन्द्रित हुन्छन्। त्यसकारण हेर्नुभयो भने राजनीतिक क्रान्ति संविधान सभापछि कम्प्लिट हुन्छ, आर्थिक क्रान्तिको प्रक्रिया सुरु हुन्छ र हामी सांस्कृतिक क्रान्ति पनि शिक्षा, स्वास्थ्य, रोजगारी मार्फत हामी अगाडि बढाउन चाहन्छौँ। मलाई लाग्छ हामी यसरी गयौँ भने 10 देखि 20 वर्षभित्रमा हामी यो देशको कायापलट गर्न सक्छौँ भन्ने विश्वासको साथ हामी अगाडि बढिराखेका छौँ। अहिले हामीसँग रामेछाप जिल्लाका मतदाता भरतराज आरन हुनुहुन्छ। भरतराजजीको प्रश्न छ, संविधान सभाको चुनावमा डाक्टर बाबुराम भट्टराईज्यूले भने जस्तै वाइसिएलको प्रयोग गरिन्छ भनेर भन्नुभएको थियो। के संविधान सभाको चुनावमा चाहिँ वाइसिएलको प्रयोग गरेर संविधान सभामा बुथ क्याप्चर गर्न खोज्नु भएको हो? के यसरी चाहिँ एउटा निष्पक्ष निर्वाचन हुन सक्छ? हामीले गरेको निर्देशन भनेको शान्तिपूर्ण ढङ्गले संविधान सभाको निर्वाचन सम्पन्न गर्न युवाहरू परिचालन गर्नुपर्छ भन्ने अर्थमा मात्रै हो। वाइसिएल प्रयोग हुन्छ भनेर हाम्रो कमरेड बाबुराम भट्टराईले भनेको पनि त्योभन्दा अर्को अर्थमा हुनै सक्दैन। तर चुनावी काङ्ग्रेसका, एमालेका चुनावी आमसभाहरू वाइसिएलकै कारण बिथोलिए भन्ने आरोप, यो आशंकासँग बल पुग्छ। हामीले आमसभा बिथोलेको छन् भन्ने आरोप पनि असाध्य अतिरञ्जित, असाध्य पूर्वाग्रही आरोप हो भन्ने मलाई लाग्छ। घटना घट्न सक्छन्। हामी जनयुद्धमा हुँदा, हामी चुनावमा नहुँदा पनि काङ्ग्रेस र एमाले चुनाव लड्थे र देशभरि पिटापिट पनि गर्थे। तपाईँ हामी त्यो पनि सम्झौँ। त्यो पिटापिटका घटना घट्ने बित्तिकै काङ्ग्रेस र एमालेको चुनावप्रतिको प्रतिबद्धतामा शङ्का गर्न मिल्छ। त्यसै गरी दूर दराजमा एउटा घटना घट्यो भने सिङ्गै नेकपा माओवादीलाई आरोप लगाउन मिल्छ। यो पूर्वाग्रही दृष्टिकोण बदल्न जरुरी छ निर्वाचन सम्पन्न गर्नको निम्ति। उसो भए अन्य पार्टीका नेताहरूलाई निर्धक्कसँग गाउँमा जानुहोस् र संविधान सभा चुनावको प्रचार गर्नुहोस् भनेर भन्नुहुन्छ उहाँहरूलाई? निश्चित रूपमा हामीले भनिसकेका छौँ। तपाईँ हेर्नुभयो भने अहिले जिल्लामा विस्थापितहरूलाई नेकपा माओवादीको तर्फबाट सभा राखेर स्वागत गरेर स्थापित गरिएको छ। हाम्रो तर्फबाट हामीले भनेका छौँ देशैभरि सबै पार्टीहरू चुनावी सभा गर्न स्वतन्त्र छन्। जानुहोस्, तपाईँहरू आफ्नो प्रचार गर्नुहोस्, आफ्नो ढङ्गको आफ्ना विचारहरू राख्नुहोस् र कहीँ घटना घट्यो भने, हाम्रो तर्फबाट घटना घट्यो भने अथवा अरू पार्टीको तर्फबाट घटना घट्यो अथवा अरू कुनै शक्तिको तर्फबाट घटना घट्यो भने तुरुन्तै छानबिन गरौँ, सत्य तथ्य बाहिर लिएर आउँ र त्यसलाई सार्वजनिक गरौँ। धनुषा जिल्लाका मतदाता घुरन यादव अहिले हामीसँग हुनुहुन्छ। यादवजीको प्रश्न छ, तराईतिर निकै सशस्त्र समूहहरू छन्, उनीहरूसँग कुनै किसिमको वार्ता नगरिकन त्यहाँ चुनाव गरायो भने के त्यो पेलिएर गरिएको चुनाव चाहिँ सम्भव हुन्छ? मधेसमा, तराईमा कोही मधेसी जनताकै निम्ति, तराईकै जनताको निम्ति जेन्युनली आन्दोलन गरेको छ सशस्त्रै सही भने पनि राज्यले, सरकारले वार्तामा बोलाइसकेका छ र उनीहरू इमान्दार हुनु भने वार्तामा आउनुपर्छ। यदि होइन भने उनीहरू मधेसी जनताको निम्ति होइन, त्यहाँको अधिकारको निम्ति होइन, अर्कै केही स्वार्थको निम्ति उनीहरूले आपराधिक काम गरेको ठहरिनेछ। त्यति बेला मधेसी जनतालाई हामीले अपिल गर्नुपर्छ। मलाई लाग्छ मधेसी जनता आफैले त्यस खालका तथाकथित सशस्त्र गुटहरूलाई बढार्न सक्छन्। त्यो क्षमता मधेसी जनतामा छ, म विश्वस्त छु। र अन्य ग्रुपहरूको हकमा जो सकारात्मक ढङ्गले आउन चाहन्छन् उनीहरू सकारात्मक ढङ्गले आउन्। सशस्त्र चाहिँ गतिविधि गर्नेहरू उनीहरू युद्धविराम गर्न सक्छन्, उनीहरू वार्तामा आउन सक्छन्, उनीहरू संविधान सभाको निर्वाचनलाई मद्दत गर्न सक्छन्। त्यसो गरे भने राज्यले स्वागत गर्ने कुरा पनि स्पष्टै छ। अब अन्त्यतिर जाउँ। निर्वाचनको परिणाम यदि माओवादीको पक्षमा आइदिएन सोचे जस्तो भने त्यो परिणामलाई तपाईँहरू कति सहज रूपमा स्वीकार गर्नुहुन्छ अथवा त्यो स्वीकार गर्दैन भन्नेहरूलाई के जवाफ दिनुहुन्छ? पहिलो कुरा, म तपाईँको यो लोकप्रिय च्यानल मार्फत के स्पष्ट गर्न चाहन्छु भने जति बेला म भूमिगतै थिएँ, मैले कान्तिपुर दैनिक पत्रिकालाई सायद एउटा सार्वजनिक अन्तर्वार्ता दिएको थिएँ त्यति बेला भूमिगत अवस्थाबाट नै, र त्यहाँ नै मैले स्पष्ट गरेको थिएँ कि हामी संविधान सभाको निर्वाचन स्वच्छ र निष्पक्ष हुने स्थितिमा हामी शान्ति प्रक्रियामा आउँछौँ र त्यो शान्ति प्रक्रियाबाट संविधान सभासम्म पुगेपछि जुनसुकै निर्णय जनताको हामीलाई मान्य छ, हामी सम्मान गर्नेछौँ। हामी हाम्रो विचारप्रति, हाम्रो उद्देश्यप्रति त हामी रहिराख्न सक्छौँ।
तर संविधान सभाको निर्णय हाम्रो इच्छा अनुसार भएन भने तुरुन्तै त्यसको विरोध गर्ने भन्ने कुरा हुन सक्दैन। कुनै पनि एउटा जिम्मेदार पार्टी, कुनै पनि एउटा जिम्मेदार राजनीतिज्ञले त्यो प्रक्रियामा प्रवेश गरिसकेपछि त्यसको निर्णयलाई मान्दिनँ भन्छ भने त्यो चाहिँ नैतिक कुरा पनि हुँदैन। त्यो राजनीतिक पार्टीको हैसियत पनि त्यसले गुमाउँछ र राजनीतिक नेतृत्वको हैसियत पनि त्यसले गुमाउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यसै कारण मैले धेरै वर्ष पहिलेदेखि भनेको छु, नेपाली जनताको फैसला हामीलाई मान्ने छ। तर मैले यो पनि भन्ने गरेको छु कि नेपाली जनताले हाम्रै पक्षमा फैसला दिन्छ भन्ने कुरा 10 वर्षको जनयुद्धले देखाइसकेको छ भन्ने कुरा पनि मैले जोड्ने गरेको छु। कुरा यति मात्रै हो। त्यसो भए संविधान सभा मार्फत संविधान सभा सम्पन्न गरिसकेपछि नयाँ संविधान दिएर एउटा स्थिर राजनीतिक प्रणालीतर्फ देश कहिलेसम्म जाला भन्ठान्नुहुन्छ? 1 वर्ष, 2 वर्ष, 3 वर्ष? मलाई लाग्छ संविधान सभाको निर्वाचन जो चैत्र 28 गते तोकिएको छ, हामी त्यति नै बेला निर्वाचन गर्ने वातावरण बनाउन र चाहिँ त्यति बेला निर्वाचन सम्पन्न गर्न पुरै प्रतिबद्ध छौँ। हाम्रो तर्फबाट अधिकतम चाहिँ हामी प्रयत्नशील पनि छौँ र हामीलाई विश्वास छ चुनाव त्यति बेलै हुन्छ। चुनाव भइसक्यो भने अनि त्यसपछि चाहिँ प्रक्रिया सुरु भयो। नयाँ नेपाल निर्माणको महान प्रक्रिया सुरु हुन्छ। मैले अघि नै भने आर्थिक क्रान्तिको प्रक्रिया पनि सुरु हुन्छ, नयाँ संविधान निर्माण गर्ने, राज्यको पुनर्संरचना गर्ने पनि सुरु हुन्छ र त्यो प्रक्रिया मेरो विचारमा धेरै लामो जान दिन हुन्न। यहाँ हाम्रो चर्चा हुने पनि गरेको छ 7 दलभित्र पनि र अन्य बुद्धिजीवीहरूसँग, नागरिक आन्दोलनका प्रतिनिधिहरूसँग पनि हामीले सकेसम्म 1 वर्षभित्र संविधान निर्माणको प्रक्रिया पुरा गर्नुपर्छ। 1 वर्षभित्रमा नै तपाईँले सोधेको प्रश्नको उत्तर चाहिँ 1 वर्षभन्दा बढी हुन दिन हुन्न भन्ने हाम्रो सोचाइ छ। तपाईँहरूका प्रश्नको उत्तरसँगै आजका लागि हाम्रो संविधान सभा यति नै। कार्यक्रममा सहभागी भई आफ्ना एजेन्डाहरू स्पष्ट गरिदिनु भएकोमा अध्यक्ष प्रचण्ड यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो पार्टीका विचार आम जनतामा राख्ने मौका दिनुभएकोमा तपाईँहरूलाई पनि र तपाईँहरूको सिँगै परिवारलाई पनि म पार्टीको तर्फबाट र मेरो आफ्नै तर्फबाट धन्यवाद दिन चाहन्छु। अर्को साता संविधान सभासँग जोडिएका यस्तै एजेन्डामा कुरा गर्नेछौँ। तपाईँहरूका प्रश्नहरू छन् भने तयार भएर रहनुहोला। प्रश्नहरू लिन हामी तपाईँ भाइ ठाउँमै आउनेछौँ। जाँदा जाँदै हाम्रो कार्यक्रममा सहभागी हुन तथा सल्लाह र सुझाव दिनका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो संविधान सभा, कान्तिपुर टेलिभिजन, कान्तिपुर कम्प्लेक्स, सुविधानगर, काठमाडौँ। हाम्रो संविधान सभामा हरेक साता यसै समय भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि नमस्कार।